सो मेरो आजको सोलो हाइक चाहिँ गोरखनाथतिरको हुँदैछ। गोरखनाथबाट हुँदै पुरानो दक्षिणकाली र त्यतातिरको एउटा गुम्बा। यो चाहिँ सो अन द वे टु द गोरखनाथको भ्यू हो है। यो चाहिँ बवाल छ तर। सो म गोरखनाथबाट माथि पुरानो दक्षिणकालीको बाटो जाँदैछु। लाइक आई डोन्ट नो कति टाइम लाग्छ, 10-15 मिनट भनेछन् पुग्ला लेट्स सी। गोरखनाथ कटेर त्यहाँनिरबाट लाइक 10 मिनटमा, लगभग 10-15 मिनटमै यता पुरानो दक्षिणकाली पुग्दो रहेछ। पुरानो दक्षिणकाली चाहिँ पुगेँ है। म यहाँबाट त्यो अर्को एउटा गुम्बा छ क्या, भन्डेहरू बस्नुहुने। अब उता त्यो गुम्बातिर लाग्छु। अब यताको भुन्डोलको बाटो, यताबाट चम्पादेवी पनि जानु मिल्दो रहेछ। यहाँबाट चाहिँ लाइक पुरै काठमाडौँ ललितपुर देखिँदो रहेछ है। यो चाहिँ राम्रो हुँदो रहेछ। गुम्बा जाने बाटो यता भने माथितिर एउटा बाटो छ, त्यताबाट भुन्डोल चम्पादेवी पुग्ने रहेछ क्या अरे। त्यो बाटो तल भने अनुसार बाटो गइरहेको छ, हेरौँ पुग्छ कि पुग्दैन, नत्र रिटर्न आउँला के छ र। लेट्स गो। भन्नुभएको हिसाबले तल त आइरहेको छु, बाटो त देखिरहेको छ क्या अरे। एक्लै यहाँ कोही छैन कि तल जानु होइन, फुल जङ्गल छ। एक्लै सोलो हानिरहेको छु। लेट्स गो। पुगिन्छ नत्र रिटर्न भइन्छ। सो यहाँ काहीँ न काहीँ त पुग्न त पुगेँ क्या अरे। कता पुगेँ मलाई नि एक्ज्याक्टली स्योर छैन। यसो गइरहेको छु, हेरौँ कहाँ पुगिन्छ। मान्छेको साउन्ड आइरहेछ तलतिर, मतलब गुम्बा लेट्स सी नजिकै होला। जस आज आई गेस फाइनली मैले गुम्बा चाहिँ देखिरहेको छु, सायद त्यही होला मोस्ट प्रोबेबली होइन। सो बाटो चाहिँ अलिक खत्रैवाला बाटोबाट आएँ। देखेको वाला गुम्बा त फर स्योर यही नै हो, तर लाइक यहाँनिर फुल यस्तो बन्द टाइपको छ क्या। सो म कताबाट त्यहाँ पुग्छु लेट्स सी। लाइक यो गुम्बाको तल नि मैले फुटसल एउटा देखेको थिएँ। फुटसल अब बास्केटबल कोर्ट पनि छ, यसो बास्केटबल खेल्न मिलेसम्म खेलिदिन्छु, नत्र त फुटबलै भयो नि यसो खेल्नु पर्ला। यस्तो माथि भ्यू हेर्दै खेल्न बबाल रमाइलो हुन्छ क्या। मिल्ला कि नमिल्ला त्यो अब तल गएर हेर्ला, मिलेसम्म खेल्छु। फाइनली क्लु पाएँ कताबाट जाने हो र जाँदैछु लेट्स सी। बाटो जस्तो छ बाटो, यतानिर मेन रोडबाटै आउन मिल्दो रहेछ। म चाहिँ कहाँ जङ्गलबाट आएको। त्यहाँनिर एक्चुअली भित्रबाट इन्ट्री हुने रहेछ, यस्तो प्रोटेक्टेड रहेछ। अनि यहीँ मेन गेटै होला मोस्ट प्रोबेबली जाने। यसै अब त्यहीँ जाउँ। यो चाहिँ हो स्टुपा है। अब एकजना भाइ आउँदैछ, त्यो भाइले गाइड हानिदिन्छ। यसो एक्चुअली स्टुपा फुल घुम्छु। रमाइलो रहेछ। सो यता चाहिँ लगभग 500-600 जनाको लाइक खाना एकैचोटि बनाइन्छ है भन्ने ठाउँ पनि एउटा छ। पूजा गरिने हल हो होइन। यो चाहिँ अलिक ठुलोवालै हो, माथितिर चाहिँ अलिक सानोवाला हलहरू पनि छन् होइन। सो यता गुम्बाबाटैको भ्यूहरू यस्तो छ होइन। र यो चाहिँ 8वटा स्टुपाहरू छन्। यताबाट चाहिँ मेन एक्चुअली राम्रो भ्यू, यताबाट बसेर आरामले चिल वेदर टाइप हुने ठाउँ हो क्या यो चाहिँ बेस्ट हो ओभरअलै। सो यहाँ मैले यता के भन्छ यतानिरको गुम्बा चाहिँ फुल घुमेँ। निमा भन्ने साथीले के भन्छ लाइक घुमाइदियो होइन। यता लाइक साथी भन्नाले साथी बनिएको हो, यता बोलियो अनि जस्ट गाइड गर्थ्यो होइन। लाइक अब यहाँ फर्किन्छु होला म।